काठमाडौँको कोलाहल वातावरणबाट 60 किलोमिटर टाढा अत्यन्तै रमणीय ऐतिहासिक र पर्यटकीय स्थान दुधिलामा कालिका। विदुरबाट 10 किलोमिटर, मोटरबाटो छोडी मात्र 2 किलोमिटर हाइकिङ गरेर यो स्थान पुग्न सकिन्छ। विदुर 11मा पर्ने दुधे लामाकालिका र जितगढी एउटा ऐतिहासिक गढीको रूपमा परिचित छ। प्रकृतिको मनोरम दृश्यले भरिपूर्ण यो गढी विक्रमसँग 1845 सालमा चीनसँग घमासान युद्ध हुँदा नेपाली सेनाहरूले बहादुरीका साथमा लडेर नेपाल जोगाउन सफल। जितगढीको महत्त्व ऐतिहासिक सुनौलो अक्षरमा लेखिएको छ। दुधेलामाबाट जितगढी हुँदै सूर्यगढीसम्मको ऐतिहासिक पैदल मार्गको केही भाग बनेको छ, जुन मैले ड्रोन सुट मार्फत हजुरहरूसम्म चाहिँ राखेको छु। सङ्घीय सरकार 80-81 सालको बजेटमा भूपू पर्यटन मन्त्री हितबहादुर तामाङज्यूको पहलमा रु 90 लाखको बजेटबाट निर्मित पैदल मार्ग कस्तो छ प्रतिक्रिया दिनुहोला। र यो पैदल मार्ग अहिले लगभग 500-700 मिटर मात्रै गरेको छ र लगभग चुरेगढीसम्म पुग्नको लागि 4 किलोमिटर पैदल मार्ग चाहिने भएको कारणले गर्दा यसमा धेरै बजेटको आवश्यकता पर्छ र त्यसको कारणले गर्दाखेरि पनि आगामी बजेटमा सङ्घीय सरकारले विशेष ध्यान पुर्याउनु जरुरी छ, किनकि यो एउटा ऐतिहासिक पर्यटक क्षेत्र हो जुन काठमाडौँबाट एकदमै नजिक र त्यहाँबाट विभिन्न किसिमको हिमालय पनि हामीले अवलोकन गर्न सकिन्छ। त्यसको साथसाथै एउटा ऐतिहासिक र एउटा धार्मिक दृष्टिकोणबाट एकदमै महत्त्वपूर्ण भएको कारणले गर्दाखेरि यो क्षेत्रलाई हामीले पर्यटकीय को रूपमा पनि स्थलको रूपमा पनि हामीले विकास गर्न सकिन्छ। त्यही भएर यो भिडियो सकेसम्म सबैभन्दा सबैलाई सेयर गरेर पुर्याइदिनु होला र त्यसको साथसाथै सम्बन्धित निकायलाई पनि ध्यान पुर्याउनु होला। तपाईँले म जानकारी गराउन चाहन्छु। यसबाट देखिने मनोरम दृश्यले जो कोहीलाई पनि मन लोभ्याउँछ, किनकि यो क्षेत्र एकदमै हेर्दाखेरि एउटा डाँडामा छ र यो क्षेत्रबाट रसुवाका विभिन्न भागहरू पनि हामीले देख्न सकिन्छ। त्यसको साथसाथै यो एउटा कालिकाको एउटा महत्त्वपूर्ण एउटा ऐतिहासिक भन्दा नि ऐतिहासिक प्लस धार्मिक महत्त्व रहेछ। र दुधे लामा कालिका चाहिँ कसरी रहन गयो भन्दाखेरि त्यहाँ जे चाइनाहरूको युद्धको क्रममा त्यहाँ लामा एकजना लामा र लमिनी चाहिँ त्यही बाटो हुँदै आएको थियो र त्यहाँ लामालाई काट्नु खोज्दाखेरि नेपाली सेनाहरूले काट्नु खोज्दाखेरि चाहिँ लामाले मलाई नमार्नु, मलाई नकाट्नु, मबाट त दुध आउँछ भनेर भनेको थियो। तर नेपाली सेनाहरूले चाहिँ के सोच्यो भन्दाखेरि यो शत्रु नै हो, यो चाइनिज शत्रु नै हो भनेको कारणले गर्दा उनीहरूले उसलाई मार्दाखेरि त्यहाँ दुधै दुध एकदम छिर्काएर दुधै दुध खोला बगेको भन्ने एउटा किंवदन्ती पाइन्छ। त्यसको साथसाथै लमिनीलाई काट्दा चाहिँ एकदमै ब्लडको खोला बगेको भन्ने किंवदन्ती चाहिँ यो प्रायश्चित गर्नको लागि नेपाली सेनाहरूले चाहिँ यसलाई दुधे लामा र दुधे कालिकाको एउटा मन्दिर जस्तो स्थापना गरेर छोडिएको भनेको यहाँ स्थानीय बासिन्दाहरूको भनाइरहेको छ। र यसबाट देखिने मनोरम दृश्यहरू तपाईँहरू हेर्न सक्नुहुन्छ। यो एउटा यहाँबाट चाहिँ पुरै यो चाहिँ तल्लो यो सिंहालेको भाग पनि यहाँ देख्न सकिन्छ। र यो जुन देखिरहेको पैदल मार्ग छ, यो पैदल मार्ग चाहिँ एकदमै महत्त्वपूर्ण भएको कारणले गर्दाखेरि यो मार्गमा हामीले हिँड्नु पाउँदा खुसी लाग्छ। त्यससाथ यो मार्ग चाहिँ सूर्यगढीसम्म पुगेर आउन पायो भने यो एउटा रेन्ज बन्छ र जुन चाहिँ लगभग 2-3 घन्टाको एउटा पैदल
मार्गको हाइकिङ हुन्छ र यसले एउटा स्थानीय तथा बाह्य पर्यटकहरूले पनि एकदम आउँछ। यो देखिरहेको चाहिँ सिंहाले हो र त्यसपछि तलतिरको त्यो खोला यताको तिर्सिली र अर्को फला रहेको छ र यहाँबाट त्यहाँबाट त्यो बेतरादी सन्धि गर्ने ठाउँ पनि त्यही हो र यहाँबाट देखिएका दृश्यहरूले तपाईँलाई कस्तो लागिरहेको छ प्रतिक्रिया दिनुहोला, किनकि यो एउटा रमाइलो छ र यहाँबाट हेर्दाखेरि यो दृश्य हेर्दाखेरि एकदमै आनन्द आउँछ र हामी काठमाडौँबाट एकदमै नजिक छौँ, लगभग 60 किलोमिटर मात्रै टाढा गएर चाहिँ हामी यहाँ एउटा आनन्दको अनुभूति दिन सक्छौँ र जसको कारणले गर्दा यहाँको स्थानीय ठाउँहरूको पनि एउटा प्रचार हुन्छ र एउटा पर्यटकीय स्थान पनि प्रमाणित स्थलको रूपमा घोषणा गर्न लागि स्थानीय सरकारहरूलाई पनि हामी आह्वान गर्ने नै छौँ र यहाँ धेरै नै गढीहरू छन् जुन चाइना र नेपालको युद्ध आउँदाखेरि बनाएको गढीहरू र यसबाट नै यहाँ विभिन्न किसिमका किम्वदन्तीहरू छ। यसमा चाइनिजहरू आउँदाखेरि यहाँबाट चाहिँ विभिन्न घुइँत्रोहरू हान्ने, त्यसपछिबाट गएर जुन घुइँत्रोहरू हान्ने, अनि घुइँत्रो चाहिँ कहाँ हान्ने भन्दाखेरि उसमा के अरे अरियालको गोलाहरूमा हान्दाखेरि त्यहाँबाट आगो अरियालहरूले चाहिँ टोकेर उनीहरू लगेर र एउटा त के किम्वदन्ती पनि रहेको छ त्यो बेला भन्दाखेरि त्यहाँ चाहिँ सबै रुखहरूमा चाहिँ आगो के अरे आगो जुन त्यहाँ चाहिँ एउटा के अरे आगो बालिदिएको र आगो बालेर चाहिँ पुरै सिङ जस्तो भनेर पुरै आगो बालेपछि धेरै नै मान्छे, धेरै नै नेपाली सेनाहरू धेरै नै छ भन्ने उनीहरूले अनुभूति गरेर उनीहरू चाहिँ ल अब मर्ने भयो भनेर जोस् उनीहरू चाहिँ खोलामा हाम फालेर मरेको भन्ने किम्वदन्ती पनि रहेको छ। यो यहाँ हाम्रो काका अनि मामाहरू चाहिँ आउँदै हुनुहुन्छ। यो दृश्य मैले ड्रोन सुट गर्दाखेरि र यो दृश्यहरू चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो हेरेर प्रतिक्रिया दिनुहोला र जहाँसम्म लाग्छ मैले यो किसिमको भिडियोहरू बनाउँदाखेरि पनि खासै त्यति धेरै हाम्रो गाउँको मान्छेहरूको स्थानीयहरूको चाहिँ सरकारदेखि चाहिँ, किनकि यति धेरै मेहनत दुःख गरेर बनाएको भिडियो हुन्छ तर त्यहाँ चाहिँ उनीहरूले भिडियोहरू हेर्ने फुर्सद नभएको भन्दा नि उनीहरूले हेर्न नचाहेको जस्तो देखिन्छ र अब चाहिँ हामीले सबैजनाले हेरेर यो धेरै ठाउँमा चाहिँ सेयर गरेर पुर्याउँदाखेरि चाहिँ यो भिडियोले एउटा सार्थकता पाउँछ र त्यसले गर्दाखेरि एउटा सम्बन्धित निकायले पनि घचघचाउने काम हुन्छ र अब हामी चाहिँ 15 मिनट पुग्दै लामा कालिका पुगेर यो नयाँ वर्षको उपलक्ष्यमा हामी 2083 सालको वैशाख 1 गते चाहिँ हामी त्यहाँ पुगेर चाहिँ बनाएको भिडियो हो र यो कागरमा चाहिँ अब फर्किरहेको अवस्था र यहाँ चाहिँ हाम्रो गाउँको महिला दिदीबहिनी आमाहरू चाहिँ आउँदै हुनुहुन्छ। उहाँहरू चाहिँ हजुर आफ्नो खाजासहित बोकेर आउँदै हुनुहुन्छ। हो लाग्दैन 15 मिनट त ओके के भयो गरेको सब बोकेर ल्याएको के हो पुरै पसले बोकेर आएको त हजुर पुजारी हिँड्ने हजुर 15 मिनट लाग्छ कि सबैहरू पूजा गरिवरी गर्दाखेरि त कतिखेर हो हामी घर पुगेर खाना आइसक्छ। लान्न हो अर्काको मान्छेले म त लान्न जानी भयो म चाहिँ यहाँ चाहिँ एउटा हाम्रो गाउँको भिडियो फेरि मलाई भिडियो हाल्नु मन लाग्यो र मैले एउटा भिडियो हालेको छु उपल्लो गेर्कोको यहाँको दृश्यहरू पनि यो अलिक घाम लाग्नुभन्दा अगाडि खिचिएको कारणले गर्दा अलिक अँध्यारो जस्तो आइसक्यो। अलिक कस्तो छ यो भिडियो हेरेर पनि साथ दिनु होला कस्तो रहेछ र
जुन यो भिडियो हेरिसकेपछि पनि तपाईँहरूको प्रतिक्रिया हामीले पाउनुपर्ने पनि छ र जुन यो ड्रोन सुटको भिडियो हेर्नु होला कस्तो छ रमाइलो अनुभूति पनि हुन्छ किनकि आफ्नो गाउँको दृश्यहरू हामीले हेर्न पाएँ र यो चाहिँ रोड हो यो माहलपट्टिको चाहिँ हाम्रो गाउँपट्टि आउने रोड हो र तलको चाहिँ यो चोकदै जाने रोड हो जुन यो तलतिर चाहिँ फेरि एउटा सिँढीबाटै जुन चाहिँ मन्दिर जानेछ हाम्रो चेतदेवी मङ्गलदेवी जाने मन्दिरको दृश्यहरू हुन् जोस् ठिकै छ हाम्रो गाउँ पनि पहिलाभन्दा धेरै विकसित भएको अवस्था हो र यो दृश्यहरू हेर्दाखेरि एकदमै खुसी लागेको छ पहिला त एकदमै समस्या थियो पानीको समस्या थियो रोडको समस्या थियो अहिले पानीको पनि समस्या छैन रोडको पनि समस्या छैन त्यो कारणले गर्दाखेरि अहिले चाहिँ जोस् गाउँका मान्छेहरू पनि अहिले बढी खुसी नै छन् पहिलाभन्दा किनकि पहिला चाहिँ हामीले पानी पनि लगभग एकजना कामै पानी बोक्ने हुन्थ्यो यो चाहिँ हाम्रो गाउँ हो जुन यो चाहिँ अहिले अब देखिरहेको त्यो यसलाई हामी पर्कुना टोल भन्छौँ र हाम्रो घर पनि त्यो पर्कुना टोलमै रहेको छ जुन यो तलको यो घर चाहिँ हाम्रो घर हो र यो दृश्यहरू माथि चाहिँ बनौली टोलको केही भूभागहरू देखिरहेको छ केही घरहरू र यो तलको जो घर चाहिँ यिनीहरू चाहिँ पुछा टोल भन्छ यो पुछा टोल रहेको छ यो पुछा टोलको दृश्यहरू तपाईँले हेर्न सक्नुहुन्छ यस ड्रोन सुट गर्दाखेरि राम्रै देखिरहेको छ र मकैहरू पनि अब चाहिँ त्यो बेलामा लगाइसकेको थियो होला भन्दा नि वैशाखमा सुरु भएको थियो सुरु हुनु लागेको थियो र एकदमै हाम्रो गाउँ पनि एउटा राम्रो देखिन्छ ड्रोन सुट गर्दा त्यो कारणले गर्दा हाम्रो गाउँ पनि तपाईँहरू भिजिट गर्न आउन सक्नुहुन्छ किनकि हाम्रो गाउँमा गुम्बा पनि रहेको छ र साकेठारी गुम्बा त्यहाँ चाहिँ प्राय बुद्ध जयन्ती विशेष गरी बुद्ध जयन्तीमा चाहिँ एउटा ठुलो पूजा रहेको हुन्छ